तपाईले आफ्नो कम्पनीको नवीकरण नगरिकन, कम्पनीको कम्प्लायन्स नगरिकन, तिर्नुपर्ने कुनै पनि दस्तुर, जरिवानाहरू नतिरिकन राख्नु भएको छ भने सरकारले दिएको यो अपर्च्युनिटीलाई चाहिँ मिस नगर्नु है त। अब यो विषयमा नेपालको आर्थिक विधेयक 2083 अनुसार यदि तपाईको कम्पनीले कानुन बमोजिम बुझाउनु पर्ने विवरण बुझाएको छैन, नवीकरण गरेको छैन, अथवा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना दाखिल गरेको छैन भने त्यो सम्पूर्ण कुराहरू चाहिँ मिना हुन्छ भनेर चाहिँ लेखिएको छ। अब कस्तो अवस्थामा मिना हुन्छ भन्दाखेरि चाहिँ यदि तपाईले आर्थिक वर्ष 2082-83 को लाग्ने कानुन बमोजिम कर, शुल्क, दस्तुर तथा विवरण चाहिँ 2083 साल असोज मसान्त भित्रमा चाहिँ पेश गर्नुभयो भने आर्थिक वर्ष 2082-83 भन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना चाहिँ मिना हुन्छ भनेर चाहिँ व्यवस्था गरेको छ। यसको मतलब तपाईले आफ्नो कम्पनीको कम्प्लायन्स 2083 सालको असोज मसान्तसम्म गरिसक्नु भयो भने चाहिँ यो कानुन बमोजिमको तपाईले चाहिँ छुट पाउनुहुन्छ।